सो गाइज हामी चाहिँ अहिले यहाँ रारामा छौँ होइन। रारामा अब दाजुभाइ घुम्ने क्रम चलिरहेछ। हो दाइ चाहिँ यहाँ छ। दाइ तँलाई राराको एक्सपिरियन्स कस्तो लागिरहेछ त? रारा एकदमै राम्रो रमाइलो लागिरह। यसो 2-3 घन्टालाई कतै घुम्न जाऊ न शालिग्राम भनेर भनेको 4 दिन पुरा लाएर रारा ल्याइपुरेछ। राम्रो छ कि रारा। कति किलोमिटर हिँड्यो? 900 जान्छन्। 900 जान्छन् आइयो। जान्छन् 900 किलोमिटर आइयो। अब कति जति बाँकी छ? अब सक्यो, अब हिँड्न मात्रै बाँकी छ। फर्किन त्यही 900 किलोमिटर बाँकी छ। रारा चाहिँ एकदमै रमणीय स्थल। अब आउनु चाहने साथीभाइहरूलाई के भन्नु चाहनुहुन्छ? धेरै एकचोटि आउनै पर्ने ठाउँ छ। नेपालको घुम्नै पर्ने ठाउँ मध्येको सबैभन्दा पहिलो नम्बरमा राख्नु होला। प्रायोरिटी फर्स्ट। सबैभन्दा पहिलो नम्बरको प्रायोरिटीमा राखेर यहाँ बोटिङ गर्न, घोडा चढ्न, यस्तो चौरभरि फुलेको फुल हेर्न, डाँडा काँडाको बिचमा यो एक हिसाबको उपत्यका जस्तै छ। उपत्यकाको तल बसेको ताल नेपालकै ठुलो ताल। एकदमै नेपालको ठुलो, एकदमै सफा निश्चल पानी, एकदमै कञ्चन पानी छ। एकदमै सफा पानी। अलिअलि भाइ घोडाको होला। अनि त्यसपछि भाग्दै दौडिँदै के गर्दै आइपुगे। बसाइ खाइ होटल सबै राम्रो ठाउँमा परियो। राम्रै होला समग्रमा। हामी सबैमा बसेको ठाउँमा ठाउँहरू हामीले राम्रै फेला पारे भनेपछि राम्रै भएर राम्रै पर्यो त है। सबै राम्रैमा परियो। मिठो माथि चामलको भात खाइयो। कहाँ खाएर त्यो चाहिँ? त्यो नाममा के अरे नागमा त्यो माथि चामलको भात खाइयो। मानामा पनि मजासँग मासु भात खाइयो। अनि चिकन चिल्ली खायो। त्यसपछि हामी त्योभन्दा अघिल्लो दिन कहाँ बसेको भन्दाखेरिमा त्योभन्दा अघिल्लो दिन कहाँ बस्यो? त्योभन्दा अघिल्लो दिन बसेको ठाउँको नाम हिजो नि बिर्सेको थिएँ। सजिलो ठाउँ छ फेरि ठाउँ चाहिँ। उसको एयरपोर्टको साइडपट्टि होटलमा बसेको नाम भन्नै बिर्सिसक्यो। सुर्खेत एयरपोर्टको विमानस्थल सँगै जोडिएको होटलमा बसेको। त्यहाँ पनि एकदम मिठो खानेकुरा राम्रो थियो। त्योभन्दा अघिल्लो दिन फेरि बिर्स्यो। चनौटा होइन, चौपनी हो, टापनी हो, एकदम अप्ठ्यारो नाम छ। भनिदिउँ चन्द्रौटा चन्द्रौटामा बस्छ। त्यहाँ पनि एकदम मिठो भात खाइयो, एकदमै राम्रोसँग सुत्यो। लगभग जर्नी कस्तो रह्यो? जर्नी राम्रो रह्यो, रमाइलो भयो। फ्रुटफुल भयो कि भएन? एकदमै फ्रुटफुल। यात्रा पनि धेरै रमाइलो, रारा पनि धेरै रमाइलो। रारा त भनिसाध्यै नै छैन नि। रारा धेरै रमाइलो, यात्रा पनि धेरै रमाइलो। बाटो समग्रमा राम्रो, बर्खा भए पनि। पानी पर्या भएर यसपालि अलिक मासतिर चाहिँ कतै बिग्रिया रहेछ। अरू समग्रमा राम्रो बाटो। बढी भएदेखि फरक्क फर्केर झोला बोकेर त्यही नै हो। धन्यवाद।